भारत र श्रीलङ्कामा जारी आइसिसी पुरुष टी20 विश्वकप अन्तर्गत बुधबार 3 खेल हुँदैछन्। यी खेलले विभिन्न समूहको अङ्क तालिकामा निकै प्रभाव पार्ने देखिएको छ। बिहान 11:15 बजे समूह डीमा दक्षिण अफ्रिका र अफगानिस्तान आम्ने सामने हुनेछन्। पहिलो खेल जितेर 2 अङ्क जोडेको दक्षिण अफ्रिका लगातार दोस्रो जितको खोजीमा छ। पराजयबाट सुरुवात गरेको अफगानिस्तान भने पहिलो अङ्क बटुल्ने लक्ष्यमा मैदान उत्रनेछ। यस समूहमा न्युजिल्यान्ड 4 अङ्कसहित शीर्ष स्थानमा छ। दिउँसो 3:15 बजे अस्ट्रेलियाले आयरल्यान्डसँग खेल्दै प्रतियोगितामा आफ्नो अभियान सुरु गर्नेछ। आयरल्यान्ड पहिलो खेल हारिसकेको छ र बलियो अस्ट्रेलियालाई रोक्नु उसका लागि चुनौतीपूर्ण हुनेछ। समूह बीमा जिम्बाब्वे र श्रीलङ्का समान 2 अङ्कसहित अघि छन्। साँझ 7:15 बजे समूह सीमा इङ्ल्यान्ड र वेस्ट इन्डिज भिड्नेछन्। दुवै टोलीको 2-2 अङ्क रहेको छ। आजको विजेताले समूहको शीर्ष स्थानतर्फ बलियो दावेदारी प्रस्तुत गर्नेछ।